हाई एभ्रिवान, नमस्ते। यहाँहरू सम्पूर्णलाई फेरि स्वागत छ यो ब्लगमा। अनि आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर। अनि हामी पनि सन्चै छौँ। साथीहरू फेरि टाटा आयो, हिँड्नु न। कत्रो टाटा आयो कि रोकिन्छ पो। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर। म पनि सन्चै छु। अनि साथीहरू आजको दिनको सुरुवात भइसकेको छ। अनि आज चाहिँ मैले माइक लगाएको थिइनँ, टाढोबाट सुनिन्छ होला, साउन्ड कम्ती सुनिन्छ होला। अनि साथीहरू आज चाहिँ भने हामी बजार जाँदैछु। म पनि काममा गइनँ, बुढो चाहिँ भर्खर कामबाट आउनु भएको। अनि हाम्रो चाहिँ एकछिन बजारमा काम छ। अनि साथीहरू हामी चाहिँ जाँदैछौँ बजार झन्डै काममा भनिबाट है। अनि हामी चाहिँ यहाँबाट गाडी रोकेर जान्छौँ। साथीहरू यताको दिन चाहिँ यस्तो छ, पानी परेकै हिजो अस्तिदेखिको परेको, यता चाहिँ 2 दिन कन्टिन्यू भइसक्यो पानी परेको 2 दिन। अनि हामी चाहिँ लाग्यौँ पानीमै भए पनि बजारतिर। यो गाडीले लान्छ कि ल, फुल रहेछ गाडी। ठिकै छ, गाडी पर्खिनु पर्छ, फेरि अर्को गाडी पर्खेर जानुपर्छ। केही छैन गाडी पर्खेर जानुलाई। अनि हामी चाहिँ यताबाट आएको हो, यता पनि छ रोड अनि यता पनि छ। साथीहरू खेल्दै गर्नु होला। खोइ त गाडी नै आएन त। कस्तो के हामीलाई त गाडी नै नरोकिदिएको क्या आज त। पानी परिरहेको भएर नि गाडी नरोके। पानी हेर्नु, यहाँ चाहिँ बरु क्यामेरामा देखेको छैन होला, तर पानी चाहिँ यस्तो बेसी परिरहेछ नि, सिम पानी परिरहेको छ। अनि आज चाहिँ जानै पर्ने काम छ कि, बजार नगई हुँदैन। अनि बजार चाहिँ जसरी हो पनि पुग्नै पर्ने छ, आज चाहिँ काम छ। अनि यस्तो पानीमा चाहिँ हिँडिरहेको छ, हिँड्दैन नभए त किन जानु त पानीमा। गाडी एउटै छैन, कहीँ छैन। यतापट्टि पनि आएको छैन, यतापट्टि यो चाहिँ प्राइभेट गाडी आउँदै गरेको, यतापट्टि पनि छैन। सो हामी चाहिँ पऱ्यौँ पानीमा अलपत्रै। हाम्रो चाहिँ काम भएन। अनि हामी चाहिँ फर्किँदैछौँ भन्दा पनि हामी चाहिँ जाँदैछौँ अर्कोतिर। अनि यता माथि पनि हाम्रो काम छ नि त, त्यो भनेर चाहिँ यता माथि पनि हामी जाँदैछौँ। यहाँको बाटो चाहिँ रोड चाहिँ अलिक सानो छ, जोगिएर हिँड्नु पर्यो यता चाहिँ। अनि अब यहाँनिरको काम सक्यो अरे फेरि पनि जान्छौँ तल एकचोटि। यहाँको दोकान खुलेको छ कि छैन, दोकान खुलेको छ भने चाहिँ काम हुन्छ साथीहरू, खुलेको छैन भने चाहिँ हुँदैन आज। अनि पानी भन्नुहुन्छ भने एकैछिन विषय परेको छ कि पानी चाहिँ कति परेको। हिजो पनि यस्तै भएको थियो, पानी परेर यति साह्रो काम परेको थियो हाम्रो पानीले गर्दाखेरि। आज पनि दिनैभरि मुझे भी ऐसा वाला चाहिए एक, लेकिन अभी नहीं। सक्यो होइन। अनि हामी चाहिँ माथि पुगेर आयौँ। अनि बरु माथिको चाहिँ काम भएन, तर यहाँको चाहिँ दोकान खुल्ला भएछ। अनि साथीहरू हामीले चाहिँ काम पनि सक्यौँ। अनि हामी चाहिँ फर्किँदैछौँ। अब यहाँबाट चाहिँ सिधै जानुपर्छ काममा। साथीहरू हेर्दै गर्नु होला।
हामी चाहिँ लाग्यौँ न बाटो। सो यो लाइन चाहिँ बन्द हो आज बिहिबार त्यस्तो चाहिँ बन्द हुँदैन, सबै बन्द हो। अनि यो ठाडो लाइन र लालबजार चाहिँ बन्दै हुन्छ बिहिबार चाहिँ। अनि हाम्रो काम थियो माथि, त्यो साथीहरू हामी चाहिँ माथि काम सकेर चल्यौँ। अस्ति त कस्तो मोटाएको थियो त यो मान्छे त, यो दाजु त, अहिले त कस्तो लुते भएछ त बिचरा। कस्तो सुनसान हुन्छ नि दोकान बन्द भयो नि त। सो साथीहरू मैले चाहिँ भिडियो एन्ड गर्नुपर्ने हुन्छ, भिडियो चाहिँ धेरै लामो भइसक्यो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।